हेलो गाइस, आज भेना आउनुभएको छ हाम्रो घरमा। भेनाको लागि स्पेशल लोकल कुखुरा बन्दैछ। हाम्रो भेना त बहुत स्मार्ट हुनुहुन्छ नि, आफै गर्नुहुन्छ सबै काम। निरामिष खानेहरूको लागि निरामिष सब्जी पनि बन्दैछ, साग बनाउनु छ। आज मासु चुलामा बनाउने भनेको अब तेल हाले, तेजपत्ता हाले, प्याज पनि हाले। अहिले त्यसमा ब्राउन हुन्न, त्यसमा फ्राई गर्ने हो। अब प्याज भी लाइट ब्राउन भयो, अब मासु हाल्ने। हल्दी हाले, निमक हाले, हल्दी निमक हालेर मजाले फ्राई गरेर छोपेर राख्नुपर्छ। मासु पनि अलिक फ्राई भइसक्यो, अब यहाँ मसला हाल्ने। मसला हालेर अब मजाले हिलाउने, पकाउनेलाई। अब टमाटर हाल्ने, अनि अलि रेड चिली पाउडर पनि हालिदिने, अनि मजाले फ्राई गर्ने यसलाई। मासु पनि अलमोस्ट पाकिसक्यो, अब यो खुर्सानी हालिदिएको ग्रिन चिली हालेर फ्राई हिलाइदिनु अलिक। अब पानी हालेर मजाले पाक्न दिने। मासु पनि अहिले मजाले पाक्दैछ। लोकल कुखुराको झोल मिठो हुन्छ, त्यही भएर झोल हालेको मजाले। यो पाकि पनि सक्यो अब हाम्रो मासु कुखुराको। अब भेनाजुलाई निकालिदिनुपर्छ। फाइनली हाम्रो डिस पनि पाक्यो, खाना पाक्यो, रातिको डिनर। यो भयो भात, यो भयो कुखुरा, लोकल कुखुराको मासु, यो भयो साग, अनि यो भयो आखुलीको सब्जी। भेनाजुलाई पनि निकालिदियो, अब खाएर जानुहुन्छ। थ्याङ्क यू। तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक गरिदिनु, फलो गरिदिनु होला। थ्याङ्क यू।